जसले जति नै जे भने पनि नेपालमा मैले देखेको हर्क साम्पाङ जतिको राष्ट्रवादी हैन, श्रमलाई माया गर्ने, देशलाई माया गर्ने र कुनै लोभ लालच नभएको व्यक्ति। उहाँलाई लोभ लालच छ भने देशको छ, त्यसलाई कसरी विकास गर्ने, कसरी उन्नति गर्ने, कसरी अरू छिमेकी राष्ट्रहरूभन्दा आर्थिक, राजनीतिक, सामरिक सबै हिसाबले विकसित बनाउने भन्ने नै उहाँको ध्येय नै त्यही हो। एकदम प्योर राष्ट्रवादी हैन, धरतीपुत्र भएको कारणले अबको विकल्प हर्क साम्पाङभन्दा अरू देखिँदैन। र यो अन्तरिम सरकारले चुनाव गराउन त सक्छ कि सक्दैन हैन, निर्वाचन गराउन सक्छ कि सक्दैन त्यो थाहा छैन। यो कारणले हो भने त मेरो विचारमा गराउन सक्दैन। संसद पुनर्स्थापना पनि हुन सक्ने सम्भावनाहरू देखिन्छन् हैन। तर यदि चुनाव भइहाल्यो भने हर्क साम्पाङलाई जिताउनै पर्ने हुन्छ, कुनै हातमा पनि उहाँलाई जिताउनु पर्ने हुन्छ र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिय प्रमुखको लागि भए पनि उहाँलाई जिताउनु पर्ने हुन्छ। त्यो काम कार्य गर्न सक्ने एउटा क्षमता भएको हर्क साम्पाङ मात्रै हो जस्तो लाग्छ मलाई चाहिँ।